स्टप बिङ अ बुली टु योरसेल्फ सिरियसली। तिमी बाहिरको हेटर्सबाट त डराउँछौ, तर तिम्रो सबैभन्दा ठुलो हेटर्स तिम्रो आफ्नै दिमागभित्र बसिरहेको हुन्छ। दिस इज कल्ड नेगेटिभ सेल्फ टक। जब तिमी आफैसँग भन्छौ आई एम नट गुड इनफ, आई लुक अग्ली, तिमी आफ्नो कन्फिडेन्सको सोल पोइजनिङ गर्दैछौ। अरूले तिमीलाई गाली गर्दा चित्त दुख्छ, रिस उठ्छ, तर आफूलाई दिनभरि गाली गर्दा नर्मल लाग्छ। द्याट्स अ टक्सिक रिलेसनसिप विथ योरसेल्फ। लिसन, यदि तिम्रो ब्रेन एउटा हाइडर हो भने तिम्रो विचारहरू एउटा सफ्टवेयर हुन्। यु निड टु रिकर्ड योर माइन्ड सेट। जब अर्को पटक दिमागमा आई क्यान डु दिस भन्ने थट आउँछ, तुरुन्तै रिराइट गर, आई एम लर्निङ हाउ टु डु दिस। वुड ह्याभ पावर, डोन्ट वेस्ट देम अन सेल्फ डिस्ट्र्याक्सन। संसारले तिमीलाई त्यही भ्यालु दिन्छ जुन तिमीले आफैलाई दिन्छौ। इफ यु डोन्ट रेस्पेक्ट योर सेल्फ, nobody else will care. Are you a self-bully? कमेन्टमा इनफ लेख। यदि तिमी यो ह्याबिट छाड्न चाहन्छौ भने लेट्स फिक्स दिस माइन्डसेट।